लगानी गर्ने इच्छा त छ, तर सुरु कहाँबाट गर्ने, कसरी गर्ने, यो अलमल धेरैलाई हुन्छ। आज हामी यही अलमललाई हटाउने प्रयास गर्नेछौँ, एकदमै सुरुबाट। आउनुहोस् सुरु गरौँ। हो, पैसा त कमाइन्छ, तर त्यसलाई कसरी काममा लगाउने? यो प्रश्न एकदमै महत्त्वपूर्ण छ, हैन त? मेहनतको कमाइलाई त्यसै थन्काएर राख्नुभन्दा त्यसलाई बढाउने बाटो खोज्नु नै बुद्धिमानी हो। आज हामी यही बाटोबारे कुरा गर्नेछौँ। ल, सबैभन्दा आधारभूत प्रश्नबाटै सुरु गरौँ न है। आखिर किन चाहियो लगानी? बचत गरेर मात्रै हुँदैन र? लगानी भनेको के हो त? सिधा भाषामा भन्दा आफ्नो पैसालाई आफ्नो लागि काममा लगाउनु हो। मतलब आफू सुतिरहेको बेला पनि आफ्नो पैसाले पैसा कमाइरहोस्। कस्तो राम्रो आइडिया हैन? नेपालको शेयर बजारमा छिर्नको लागि 3वटा ढोका खोल्नुपर्छ, मतलब 3वटा खाता। पहिलो, डिम्याट खाता, जहाँ किनेको शेयर डिजिटल रूपमा जम्मा हुन्छ। दोस्रो, मेरो शेयर खाता, जसबाट घरमै बसेर आइपिओ भर्न मिल्छ। र तेस्रो, ट्रेडिङ खाता, जसले ब्रोकर मार्फत शेयर किन्न र बेच्न दिन्छ। यी 3वटा चाहिँ नभई हुँदैन। एउटा ठूलो भ्रम के छ भने लगानी गर्न त लाखौं चाहिन्छ। तर होइन, यो बिल्कुलै गलत हो। 1000-1500बाट पनि सुरु गर्न सकिन्छ। महत्त्वपूर्ण कुरा रकम होइन, सुरुवात गर्नु हो। ल, खाताहरू पनि तयार भयो। अब पैसा कहाँ लगाउने त? आउनुहोस्, नेपालमा लगानीका मुख्य बाटाहरू के छन् त्यो हेरौँ। नेप्से भनेको के हो त? यसलाई एउटा ठूलो बजार सम्झिनुहोस्। तर यहाँ तरकारी होइन, ठूला पब्लिक कम्पनीहरूको हिस्सा, यानी शेयर किनबेच हुन्छ। यो नै शेयर लगानीको मुटु हो। यो कुरालाई एकदमै ध्यान दिएर बुझ्नुपर्छ है। शेयर किन्नु भनेको चिट्ठा खेल्नु वा जुवा खेल्नु होइन। यो त कुनै राम्रो चलिरहेको कम्पनीको सानो टुक्राको मालिक बन्नु हो। जब त्यो कम्पनीले नाफा कमाउँछ, प्रगति गर्छ, तब हामीले किनेको त्यो सानो टुक्राको मूल्य पनि बढ्छ। सिम्पल एज द्याट। अब कुन कम्पनी राम्रो, कुन नराम्रो भनेर छान्न सुरुमा अलिक गाह्रो लाग्न सक्छ, समय पनि नहुन सक्छ। यस्तो अवस्थामा के गर्ने त? चिन्ता लिनु पर्दैन। यसको लागि एउटा सजिलो बाटो छ, म्युचुअल फन्ड र एसआइबी। म्युचुअल फन्ड भनेको के हो भने प्रोफेसनलहरूले धेरै राम्रा कम्पनीको शेयर छानेर एउटा प्याकेज बनाएका हुन्छन्। हामीले थोरै पैसा हाल्दा पनि त्यो पैसा धेरैतिर बाँडिन्छ। अनि एसआइपी भनेको चाहिँ हरेक महिना अलिअलि गरेर त्यही प्याकेजमा पैसा जम्मा गर्दै जाने हो। यसले टाउको दुखाइ पनि कम भयो अनि लगानी गर्ने बानी पनि बस्यो। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा गरौँ। लगानीमा कमाउने सपना त सबैको हुन्छ, तर कमाउनुभन्दा पनि महत्त्वपूर्ण कुरा हो आफ्नो पैसा नगुमाउनु। त्यसैले जोखिम व्यवस्थापनका केही सुनौला नियमहरू छन्, जसलाई कहिल्यै बिर्सनु हुँदैन। नियम नम्बर 1, भोलि वा पर्सि नै चाहिने पैसा कहिल्यै पनि लगानी नगर्ने। जस्तै बच्चाको स्कुल फी तिर्ने पैसा, घरको भाडा तिर्ने पैसा, यस्तो पैसा बजारमा हाल्नु भनेको आगोसँग खेल्नु हो। लगानी भनेको सधैँ लामो समयको लागि हो। नियम नम्बर 2, हल्लाको पछि नलाग्ने। फलानो कम्पनीको शेयर त आकाश छुन्छ रे भनेर कसैले भनिदियो अनि आँखा चिम्लेर लगानी गरिहाल्यो, यो सबभन्दा ठूलो गल्ती हो। भेडाको बथान जसरी अरूको पछि लाग्नुभन्दा आफैले थोरै भए पनि बुझेर मात्रै लगानी गर्नुपर्छ। र नियम नम्बर 3, आफ्नो सबै अन्डा एउटै बास्केटमा नराख्ने। मतलब आफूसँग भएको सबै पैसा एउटै मात्र कम्पनीमा कहिल्यै पनि नहाल्ने। यदि त्यो कम्पनी डुब्यो भने त सबै पैसा स्वाहा। बरु आफ्नो लगानीलाई 3-4वटा राम्रा कम्पनीहरूमा बाँड्नुहोस्। एउटामा घाटा भए पनि अर्कोले बचाउँछ। ल, जोखिम कसरी कम गर्ने भन्ने थाहा भयो। अब अर्को कदम, हजारौं कम्पनीको भिडमा राम्रो कम्पनी चाहिँ कसरी चिन्ने त? यसका लागि केही साधारण कुराहरू हेर्न सकिन्छ। धेरै गहिरो विश्लेषण गर्नु पर्दैन। सुरुमा केही सामान्य प्रश्न सोध्नुहोस्। के त्यो कम्पनीले पैसा कमाइरहेको छ? मतलब नाफामा छ? दोस्रो, के कम्पनीले तिर्नै नसक्ने गरी ऋण लिएको छ? अनि तेस्रो कुरा, धैर्य। लगानी भनेको बिरुवा रोपे जस्तै हो। आज रोपेर भोलि नै फल फल्दैन। धैर्य गर्नै पर्छ। एउटा कुरा सधैँ याद राख्नुहोला, आज जसलाई हामी सफल लगानीकर्ता भनेर चिन्छौँ, उनीहरू पनि कुनै दिन बिगिनर नै थिए। उनीहरूले पनि पहिलो पटक डर मान्दै शेयर किनेका थिए। त्यसैले गल्ती हुन्छ कि भनेर डराउने होइन, सिक्दै अघि बढ्ने हो। भनिन्छ नि, लगानी सुरु गर्ने सबैभन्दा राम्रो समय हिजो थियो, तर हिजो त गइसक्यो। अब दोस्रो सबैभन्दा राम्रो समय भनेको आज हो। त्यसैले धेरै सोचेर नबसौँ। सानो रकमबाट भए पनि आजै आफ्नो लगानीको यात्रा सुरु गरौँ।
आउने भविष्यले यसको लागि पक्कै पनि धन्यवाद दिनेछ।